हल्लो 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 साथीहरू, के छ खबर? सबै ठिकै हुनुहुन्छ होला है? म पनि एकदम ठिकै छु। फेरि पनि हजुरको माझमा न्यू डे न्यू भ्लग भने जस्तै गरी हजुरको माझमा छोटो मिनी भ्लग ल्याएर उपस्थित भइसकेको छु। सबैले लाइक कमेन्ट सेयर गरिदिनु होला है कता गाइस होइन, जति सक्दो आफ्नो साथीहरूलाई चाहिँ सेयर गरेर साथ दिनु होला। सो फाइनल्ली है म चाहिँ अहिले चट्टो लगाएर खोलातिर झर्दैछु। किन झर्दैछु भन्ने कुरा चाहिँ हजुरले भिडियो स्किप नगरेर हेरिदिनु अनि बल्ल थाहा पाउनुहुन्छ होइन गाइस। सो फाइनल्ली म त एकदम सन्चै आरामै हुन्छु भन्नुपर्छ। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला होइन। स्वास्थ्य लाभको कामना गर्दछु। निरन्तर रूपमा भिडियो हेर्न आउने दर्शकलाई चाहिँ मिठो सम्झना छ है त गाइस। सो फाइनल्ली गाउँले जीवन यस्तै छ, कहिले गोठाला कहिले यता कहिले उता गर्दै गर्दै दिनहरू बितिरहेछन् भन्नुपर्छ होइन साथीहरू होइन। सो फाइनल्ली म चाहिँ अब सडक नजिक पुग्न लागिसकेँ। यो सडक चाहिँ सो फाइनल्ली यो सडक कहाँ जाँदैछ, के गर्दैछ, कहाँको सडक हो भन्ने कुरा हजुरलाई जिज्ञासा लाग्न सक्छ होला। सो फाइनल्ली हजुरलाई चाहिँ म भनिदिन्छु होइन। सो गाइस यो सडक खण्ड चाहिँ सल्यान भन्दा पनि रुकुम चौजारीदेखि दाङसम्मको सडक खण्ड हो। आजभोलि चाहिँ यो रोड पिच गर्न लागेको कारणले गर्दै धुलाम्मे छ कि होइन। सडकमा बस्न पनि मन लाग्दैन, के गर्नु होइन, यात्रा गर्नुपर्छ। सो फाइनल्ली अब चाहिँ थोरै मात्रामा छ होइन यो रोड पिच हुन लागेको। सो त्यसैले गर्दा धुलाम्मे छ होइन, के गर्नु है। यस्तो धुलो जति छ कि कुरा छोड्नु त आमा है, बाइकको हालत खराब भइसक्यो क्या, के गर्नु होइन। त्यति भन्दैछु गाइस होइन। आजभोलि चाहिँ यस्तो छ होइन मर्मखोलाको हालत। अनि यहाँ पुलबाट देखिने दृश्यहरू मनमोहक दृश्यहरू यस्तो छ होइन गाइस। सो फाइनल्ली देख्न सक्नुहुन्छ त्यता पहाडीको चाहिँ कालागाउँ डाँडा होइन। आजभोलि रोडले गर्दा रोड बनाउने कारणले गर्दाखेरि यस्तो हालत खराब बनाएको छ बाटोको। धुलै जति बनाउने बेला गाडी पनि आइसक्यो। सो फाइनल्ली अब चाहिँ मम्मीलाई चाहिँ म यहीँ झारेर मम्मीमा चाहिँ अब सामान मम्मीले के सामान ल्याउनु भएको छ सट्टलाई लगेर जान्छौँ। सो फाइनल्ली गाडी चाहिँ गइसक्यो, मम्मी पनि झरिसक्नु भयो। अब चाहिँ यो सामान लगेर चाहिँ चट्टो लगाएर मम्मी र म चाहिँ लगेर जान्छौँ। मम्मी भन्नेछु आमाले र मैले के मम्मी भन्नु होइन गाइस। सो फाइनल्ली म चाहिँ घर आइसकेर पनि के गर्नु लास्टै गरौँको बनाइदिएँ। आलु 3 नम्बर आलु ल्याएको, त्यही पनि ल्याउँथ्यो त्यही पनि हल्का एउटै हातमा ल्याएको गर्ने गरौँको भइरहेछ, के गर्नु होइन गाइस। म चाहिँ घर आइसक्यो। यस्तो पसिनै जति भएको छ। अब चट्टो लगाएर म खोलातिर जान्छु। खोलातिर पनि गइसकेँ होइन। सो फाइनल अगाडि आएको ठाउँमा आइसकेर पनि हेर्नु त आमा यस्तो धुलो छ कि कुरा छोड्नु होइन। गाडी पनि यो गाडी कहाँबाट आएछ भन्दा नेपालबाट आएको गाडी पनि आइसक्यो। यस्तो धुलो छ कि हेर्नु त आमा टेक्नै च्याउ लाग्छ क्या, के गर्नु टेक्नै पऱ्यो। गाउँघरमा भएपछि होइन, बाटो यस्तै भएपछि हिँड्ने बाटो नै यस्तै भएपछि। सो फाइनल्ली होइन म चाहिँ नुहाउने ठाउँ आएर पनि कपडा सपडा खोलेर सट्ट लगाएर नुहाउनको लागि रेडी भइसकेको छु। म चाहिँ अब यही खोलामा नुहाउने हो, अगाडि देखेको थियो त नि, त्यही खोलामा चट्ट लगाएर अब चाहिँ